भूतकालमा जे भयो त्यो एकदमै राम्रो भयो मैले जे भोगेँ त्यो कुराले मलाई स्ट्रङ बनायो माथि उठायो हैन अनि भविष्यमा अब के हुन्छ म भगवान होइन भविष्यमा के हुन्छ अझै मेरो अगाडि राम्रो पनि हुन सक्छ नराम्रो पनि हुन सक्छ त्यसको पनि चिन्ता छैन जे आइपर्छ सामना गर्न प्रयास गर्छु संसारमा कोही पनि आफ्नो हुँदैन मान्छेले आफ्नो लागि आफैले स्ट्रगल गर्नुपर्छ नडना त न कोही पनि आफ्नो हुँदैन यो पाठ सिकेको छु चित्र राम्रो होइन ड्रेसअप राम्रो होइन चरित्र राम्रो हुनुपर्छ मान्छेको होइन अब तपाईँले भगवान्ले जस्तो फिजिकल दिनुभयो मोटो दिनुभयो पातलो दिनुभयो जस्तो सुकै दिनुभयो त्यो कुरालाई स्वीकार गर्नुपर्छ होइन जिन्दगीमा आँखा बिग्रेको छ भने आँखा फेर्न मिल्छ तर होइन दृष्टि बिग्रियो भने दृष्टि फेर्न मिल्छ चेन्ज गर्न मिल्छ तर मान्छेको दृष्टिकोण नै चेन्ज भयो भने चाहिँ बदल्न सकिन्न